I'm so cold. Yeah, my heart's sinking like a storm. Yes, Thomas. Towel. हाम्रो यहाँ मिलन चोकमा अहिले We are heading towards कुन झर्ना गर्दै? खै कुन झर्ना? खै कुन झर्ना हामी हर्न हान्न जान्ला छौं गाइस। हामी सँगै हिँड्नुहोस्। लेट्स गो। यति बेला चाहिँ हामीहरू हराएको थियौँ है, एकदम बोर भयो, धेरै टाढा गएर फेरि फर्किनु पर्ने भएको थियो, त्यही भएर लास्ट नमजा भयो। गाइस फाइनली हामी यो सुनसान ठाउँमा पुगेछौँ। कहाँ हो यो ठाउँको नाम थाहा छैन, कहीँ पनि जङ्गलै जङ्गल छ यता, घरहरू पनि छ अलिअलि। अनि यता यता खेतमा पनि पानी त टन्नै हाल्ने रहेछन्, डुब्की हान्ने जस्तो। अनि यता बाख्रा चरिरहेछन्। यहाँ अर्को राइडर छन्, यो अनिस ब्रो, हाम्रो अनिस यता राइडिङ गर्दैछन् 220। अनि अब यहाँ जङ्गलै जङ्गल छ। अनि यहाँ चाहिँ बाघ आउने सम्भावना सुनिन्छ, के हुन्छ अब हेरौँ। बाघ आयो भने हामी पनि यहाँ 5-6 जना बाघै छौँ, त्यही भएर टेन्सन छैन। ल यहाँ त पुरा त्यस्तो रहेछ यार, बन्दैछ, राम्रो बनाइरहेको छ यहाँ यस प्लानिङ। यहाँ धुलो पनि यस्तै छ। बहुत भयंकर धुआं फालेछ यार। अब एक गियरमा हान न, मा झरेर गएर बाढ भइहाल्छ अहिले। यार कतिवटा यो आउनलाई पुग्यो, आउनलाई आइसक्यो। गाइस एकदम उकालो एरिया आइगयो है, हाम्रो एफजेड गइसक्यो। सुपर भनेको मेरो बाइक के धजिया हुने भयो, अन्तसबाट निक्लिएको छ। जाऊ न बे चाँडै, अगाडि जान सक्छु थिएन पछाडि। मजा आइगएछ आज यार, एडभान्सर भइगयो क्या पुरा। लियो यता ढिकबाट होला चढाउ, चढिहाल्छ। एक गियर बहुत पावरफुल छ सुपर स्प्लेन्डरको, हेर न। फाइनली हामी यहाँ पुग्यौँ केटाहरू। गाइज म गिरेको अवस्था, अब बाइक चाहिँ सिमन दाइले चलाइराख्नुपर्छ।
गाइस लङ लङ ओए अट्का जा उठाउ त अट्कायो गाइस अट्कायो हामी त लास्ट इन्डिङ टुप्पोमा आइकन त यार केटाहरूले कहाँ यार काठमाडौँको सर्टकट हानाइरहेछन् जस्तो लागिरहेछ मलाई पोर्चुगलको लागि पोर्चुगल क्यानाडाको लागि सर्टकट छ अनिस कस्तो लागिरहेछ त यार के छ एक्साइटेड के भयो हेर न गाइस पनिलको हालत खराब भएको छ हेलिकप्टर बोलाउनु पर्ला फेरि आयो र ल गाइस फाइनली ठाउँ त भेट्यो तर एकदम सुक्खा रहेछ झर्ना के भन्नु छ बर्खापछि असोज कार्तिकतिर आउनको लागि ठिक रहेछ बेस्ट झर्ना चाहिँ यस्तो छ है गाइस झर्ना हेलो एभ्रिवान अहिले पुग्यो तर आवर रिकमेन्डेड नआउनु होला यहाँ एकदम बाटो पनि साँगुरो पानी पनि छैन कमेको पानी छ नाम चाहिँ के छैन है यो झर्नाको स्क्याम 2023 नाम राख्दैछ एकदम भित्र छ जङ्गलमा नट रिकमेन्डेड धन्यवाद हामी अहिले राप्तीपारीको पुलनिर छौँ हामी उतादेखि अब फुटसलतिर जाने